सम्बन्ध त्यस्तो राम्रो थियो भने आखिर आफ्नै घर बोलाएर किन तिनैजनाको हत्या गर्यो? अझ डरलाग्दो कुरा के थियो भने हत्या गर्ने व्यक्ति पहिले नै एकजनाको हत्या गरेर जेल बसेर फर्किएको थियो भने जानी जानी हत्यारासँगै उसको घर किन गयो? भिडियो स्किप गर्ने गल्ती नगर्नुहोला। कतै तपाईँ हाम्रो नजिक यस्ता व्यक्ति त छैनन्? बुटवल 11 मिलिजुली पथ। सधैँ सामान्य देख्ने घरमा 3वटा लास भेटियो भन्ने समाचार फैलन्छ। त्यस वरपरका सबै व्यक्ति जम्मा हुन्छन्। कोठाको भुइँमा 35 वर्ष जस्तो देखिने एक महिला र 2 नाबालिका यताउता लडिरहेका थिए। टाउकोमा नचिन्ने गरी गहिरो चोट थियो र शरीरभरि यताउता जताततै चक्कु प्रहार गरिएको थियो। कोठाभरि यताउता चारौतिर रगतका दागहरू लागेका थिए। मानिसहरू डराउँछन् यस्तो कसले गर्यो, किन गर्यो भनेर। आजसम्म यस्तो डरलाग्दो र मुटु कमाउने घटना त्यस क्षेत्रमा कहिल्यै घटेको थिएन। आखिर त्यस घरमा के भएको थियो? ती महिला र नाबालिका को थिए जो त्यस ठाउँमा पहिले कहिल्यै देखिएका थिएनन्? प्रहरीलाई डरलाग्दो चुनौती थपिन्छ। प्रहरीले अनुसन्धान बढाउँछन्, चारौतिर सोधपुछ गर्छन्। त्यसबाट प्रहरीले ती महिलाको नाम दिपा बस्याल र ती साना नाबालिका उनको छोरी 7 वर्षीया स्नेहा र 4 वर्षीया हिमानी भन्ने थाहा पाउँछन्। आखिर ती महिला र ती 2 नाबालिका त्यस घरमा किन गएका थिए? त्यस घर र ती महिलाको सम्बन्ध के थियो त? भिडियो नकाटिकन हेर्नुहोला। प्रहरीको अनुसन्धानपछि डरलाग्दो सत्य बाहिरिन्छ। हत्याराको नाम प्रहरीले सार्वजनिक गर्दछ। हत्यारा त्यही घरको मालिक अर्थात् 35 वर्षको सुजन कोइराला भन्ने व्यक्ति हुन्छ। अझ मानिसले सोच्नै नसक्ने अकाल्पनिक सत्यता बाहिरिन्छ। हत्या गर्ने व्यक्ति सुजन कोइराला पहिले नै एकजनाको हत्या गरेर 4 वर्षभन्दा बढी जेल बसेर फर्किएको एक अपराधी थियो। अझ अचम्मको कुरा के थियो भने उसलाई जेलबाट छुटाउन स्वयं राष्ट्रपतिबाट आम माफी दिएको थियो र ठिक 4 वर्षपछि उही अपराधीले तीनजनाको हत्या आफ्नो घरमा बोलाएर गर्दछ। यो हत्या अपराधीको गल्ती थियो कि हाम्रो सिस्टमको? यो घटना यतिकै सकिँदैन। अझ होस उडाउने कुरा के थियो भने मृतक महिला हत्यारा सुजन कोइरालाको पूर्व पत्नी हुन्छन्। उनीहरूको विवाह 2012 अर्थात् आजभन्दा 13 वर्ष अगाडि भएको थियो। विवाह गरेको केही समय नबित्दै अर्थात् 1-2 महिनाभित्रै सुजन कोइरालाले घराइसी विवादमा आफ्नो जेठो दाइको समेत हत्या गरिदिन्छ र ऊ जन्म कैदको सजाय भोगिरहेको हुन्छ। त्यसैले दिपाले सुजनलाई डिभोर्स दिएको खुल्न आउँछ। डिभोर्स भएको यत्रो समयपछि पनि के हत्यारा सुजन कोइरालाले दिपालाई भुलेको थिएनन् त? कि डिभोर्स दिएको रिसले दिपाको ज्यान लिएका रहेछन् त? अब घटना प्रहरीले राम्रोसँग अध्ययन गरेपछि के थाहा पाउँदछ भने सुजन र दिपाको डिभोर्स भए पनि उनीहरूको सम्बन्ध अझै रहेछ। उनीहरू बारम्बार भेट्ने, रमाउने, घुम्न जाने गर्दा रहेछन्। तर दिपाको अहिलेको श्रीमानलाई यस कुराको भनक पनि थिएन। उनी हाल दुबईमा कार्यरत रहेछन्। उता दिपा भने पाल्पाको तानसेनमा स्वास्थ्यकर्मीको रूपमा काम गर्थिन्। 2 छोरी हालको श्रीमानबाट भएको थियो। डाक्टरले पहिला पनि भनेको थियो सुजनको मानसिक अवस्था ठिक छैन भनेर। आखिर ती साना कलिला नानीहरूको के दोष थियो? आफ्नो आमाको सानो गल्तीले आज यो संसार छाडेर जानु पर्यो। आखिर दिपा कसरी आफ्ना साना छोरी लिई सुजनको घर पुगिन् त? दिपा पाल्पाबाट आफन्तको विवाहको लागि भनेर बुटोल आइन्। सुजन र दिपाको पहिल्यैबाटै नाजायज सम्बन्ध चलिरहेको थियो।
त्यत्रो आफ्नो जेठो दाईको हत्या गरेको अपराधी हो भनेर थाहा पाउँदा पाउँदै दिपा सुजनको घरमा बास बस्न आफ्ना साना 2 छोरी लिएर आउँछिन्। त्यहाँ दिपाले एउटा ठुलो गल्ती गर्छिन्। दिपाले सबै भुलिसकेकी थिइन् सुजन एउटा मानसिक रोगी हो अनि आफ्नै दाईको हत्यारा हो भनेर। सुजनसँगको नाजायज सम्बन्धमा रुम्मलिएकी दिपाले भुलेकी थिइन् कि ऊ अहिले अर्काकी श्रीमती हुन् भनेर। उसले भुलेकी थिइन् डिभोर्स भएपछि फेरि सम्बन्ध जोड्दा नाजायज हुन्छ भनेर। तर नाजायज सम्बन्धमा मस्त रहेकी दिपाले यो सब सीमा पार गरिसकेकी थिइन् र पूर्व श्रीमानसँग रुमलिन राति 2 छोरी समेत लिएर सुजनको घरमा बास बस्छिन्। राति सब ठिकठाक थियो र मिलेर खाना खान्छन्। दिपा र ती साना नानीलाई के थाहा भोलिको सूर्योदय आफूले देख्न पाउँदैनन् भनेर। करिब बिहान सबेरै 4 बजेतिर सुजन उठेर हम्मरले कासी दिपाको टाउकोमा प्रहार गर्दछ। दिपा जोर जोरले चिच्याउँछिन्। ससाना नानी दिपाको आवाज सुनेर बिउजन्छन् र मम्मी मम्मी भन्न थाल्छन्। त्यो आवाज जब सुजनको कानमा पर्दछ सुजनको मनमा माया दया केही रहन्न। त्यही छिर ती साना कलिला नानीको टाउकोमा समेत हतौडालको बर्सात गर्दछ। उसको रिस त्यतिमा सीमित हुन्न। चक्कु निकालेर समेत अन्तिम समयसम्म दिपा र उसको 2 नानीको शरीरमा अनगिन्ती ठाउँमा प्रहार गरिरहन्छ। अन्त्यमा तिनैजनाले यो संसार छाडेर जान्छन्। आखिर दोष कसको थियो? यो सिस्टमको, जो यत्रो ठुलो अपराधी जसले आफ्नै दाजुको हत्याको आरोप भोगिरहेकोलाई आम माफी दिएर समाजमा फर्काउनु, या कि त ती महिलाको जो आफ्नो घर परिवार र ससाना मुटुका टुक्रा जस्ता नानीहरू हुँदाहुँदै अपराधी हो भनेर थाहा पाउँदा पाउँदै नाजायज सम्बन्ध जोडेर रुमलिनु, कि ती साना 2 नानीको अत्यन्त क्रूर घटना थियो? त्यो गल्ती कसको थियो? कमेन्ट गर्नुहोला। यस्तै भिडियोको लागि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।